आमा नमस्कार। नमस्ते सर। के छ तपाईहरुको खबर? एकदम ठीक छ। खायो बस्यो हिँड्यो खेती छ। कति वर्ष पुग्नुभयो त तपाईहरु? म चाहिँ 70 पुगे। म 70 पुगे। उमेरसम्म आइपुग्दा तपाईहरुले के झेल्नु भयो त? यहाँ के हेर्नु र अचेलको केटाकेटीले मोबाइल हेरेको देखियो, च्यापल लाएर भित्र पस भन्छन्, उहिलेको जानिँदैन, त्यस्तै हो। उहिले चप्पल लाउने चलन थियो कि थिएन? थिएन। अब दिनमा कहाँ चप्पल थियो? उहिले तपाईहरुले भोग्नु भएको कहानीहरु भन्दिनु नि त। कहानी के भोगिने कहानी त बिर्सेर खायो। 3 बजे घरबाट उठो, कोदाली बोको, हलो जा बोको, हिँड्यो। झाडो पिरिउँ पारेर चाहिँ आगो बोको। अनि बल्ल बल्ल ढुवाले आँखो बित्दै बल्छ। अनि पानी लिन हिँड्यो। अनि आएर कति टाढा थियो पानी लिन जाने ठाउँ? हाम्रो त 3टा धारा थिए, 3 गाउँले खानु पर्ने, लाइन लाग्नु पर्ने। लाइन? तपाईले चाहिँ? मैले पनि त्यस्तैमा त उकालो बोकेको। बाहुनीहरू पखालिए, छेत्रीनीहरू पानी थाप्नको हतारे हटा। अनि बल्ल 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 पानी थापेर आयो, घरको साथ लायो। अनि सरसर घरको साथ आयो, दोइलो अनि पोतो। दोइलो अनि नपोते भातै खाँदैन थियो सासू ससुरा उहिले त्यति कडा थिए? कडा नि। अनि तपाईहरु चाहिँ अहिले कस्तो हुन्छ त? अहिले चाहिँ बुहारीहरुलाई कतिको माया गर्नुहुन्छ तपाईहरुले? माया गरेर के गर्नु, गर्दैन उसलाई? गर्छ नि, उनीहरूलाई धेर गर्नुपर्छ। यो अहिलेका उमेरका केटाकेटीलाई के सिक दिनुहुन्छ त तपाईहरुले? के सिकाउनु? राम्रो गर्नु, राम्रो गरेर खानु, व्यवहार राम्रो होस्, सबै गाउँ छिमेकीसँग मिलेर खानु पर्यो। आमा तपाईँ पनि भन्दिनु न केही? त्यस्तै हो, मैले पनि उयो ड्याङको मुला दुईजनै? कतिको चिसो छ त? आफूले हुन् त म पनि भन्न जानिँदैन। उहिले त पढ्यो भने त बोक्सी हुन्छ भन्थे। पढे यसले पढे कि बाबा, यो गुड्डो, यो केही नजान्ने अनपढ भन्छन् कोही कोही। अब तिमीहरू पढेको भएर के गर्छ? नपढे पनि बुढा भइगयो। अब के को लागि पढ्नु पर्यो त? बुढा बुढा मर्ने बेलामा हरियो काँक्रो, पहेँलो काँक्रो पनि हुन्छ नि। हुन्छ नि।